लास्ट समय हाम्रो होस्टेलमा हाम्रो सर चम्पु आइ अनि त्यसपछि हाम्रो अनिल सर अनि त्यसपछि जनक सर अनि म हिरो भइहालेँ। मैले अहिलेसम्म 10वटा लुगा ट्राई गरिसकेँ तर यसलाई भएन। यसलाई एउटा कपडा त किनिदिनु पर्ने यसलाई। ल हिँड। हेलो गाइस, आज हामी न्यु इयरमा जाँदैछौँ। फ्रन्ट क्यामेराबाट मैले भिडियो बनाउँदैछु कबिसको युट्युब च्यानलमा। धेरैले सबैले सब्सक्राइब गरिदिनु होला। साथीमा गाह्रो पर्दैन है। अनि यहाँ दुईजना खाने केटाहरू फ्रन्ट क्यामेरा भयो कि गेट नागेर जानुपर्ने अवस्था है। अब हेर न गेट न्यु इयर यसरी मनाउँदा जाँदैछौँ हामी लेक साइडतिर। मेरो फर्स्ट प्रायोरिटी मोबाइल। यस रेमिटेन्स लिने यो चाहिँ तिते पानीको बाटो। हामी लेक जान टक्क तितो पानीदेखि बाबु टक्क तितो पानीदेखि जान लाग्यो हामी दिपक पनि भेट भयो। हाम्रो दिपक सर अगाडि हुनुहुन्छ। यही नै हो। कस्तो खालको बस हो यो। ड्याम साइडको भ्यू यस्तो चाहिँ हेर्न वेब क्याममा देखेर छु। देखियो वेब क्याममा। सौरभ भाइ नि छ। दिस इज द मन्दिर अनि यो चाहिँ लेक साइड जाने बाटो। हामी लेक जान लाग्छौँ। आइदिउँ। कस्तो कोइन्सिडेन्स, सिएचआर म्याम भेटिनु भयो हामी काम गर्ने कम्पनीमा। हाम्रो चाहिँ ब्रेक भएर चिया खाँदैछ यसले। अनि त्यसपछि चिया आएर चाहिँ हामी अहिले कहाँ जाने अहिले काहीँ जाने यहीँ बस्ने। अनि भिड चाहिँ चलिरहेछ यस्तै। हामी सबै यो चाहिँ क्याटवाल्क। गाना सुनेगा। अहिले चाहिँ पटाका पड्काएर पच्यो। 12 बज्यो 12। ड्रोन हेर्न सक्ने त ड्रोन।
यहाँभन्दा उ त्यहाँ खतरा हुन्छ के त्यता गाडमा है ठुलो Happy New Year, guys! भुकिरह मेरो एउटा साथी 12 बजे guys. नेगा किन इसका गाना Happy New Year, मित्र! Happy New Year मेरो भाइ! तेरो बाउ त्यो कहाँ गयो ओए दोस्त दीपक दोस्त खै सबिसँग के भन्न चाहन्छु हामी चाहिँ बसमा छौँ अहिले हाम्रो चाहिँ अब न्यू इयर भएर टक्क लाएर होस्टेलमा आइसक्यौँ हामी अनि हेर्न सक्नुहुन्छ टक्क अब गेट नाङ्गियो गेटमा चाहिँ ताला लाग्छ है यसरी ताला लाग्छ गेटमा चाबी कहाँ छ तालै लाखे नि केटाहरू हाम फाल्न लाने कि ल यही लाएर चाहिँ केटा लाग्छ लाएर चाहिँ सरी ताला लाएर चाहिँ खै त ए त्यो हाम फाल्न लाग्छ ताला लाएर चाहिँ